हेलो साथीहरू हामी रातिको 11:40 मा हामी केक पसलमा केक लिन आएका छौँ। आज मेरो बुढोको बर्थडे हो। उहाँलाई सरप्राइज दिन रातिको 11:40 भयो। अब हामी केक पसलको मान्छेलाई उठाउँदैछौँ। हेर्नुहोस् है, उठाउँदा उठाउँदा अलि भर्खरै उठ्नु भएको छ। यसरी हजुर यस्तो उठाउँदैछ। के भन्दै हुनुहुन्छ? यहाँ चाहिँ केक दिने मान्छे राति केक दिन आउनुहुन्छ। पैसा यतिको अहिले चाहिँ 12 बज्न अब 2-3 मिनट बाँकी छ। हामी जाँदैछौँ केक लगेर अब घर जाँदैछौँ। दौरा दौड परेछ यहाँ मेरो बहिनी र म गाइज। अनि हजुर पनि देखिनु न गाइज, हामी रातिको 12 बज्न को है साथीहरू के प्लास्टिक मागेको छ। अनि त्यही चाहिँ लाइटरको लागि पसल खोल्ने। हामी त यहाँ पो घरमा रुममा पुग्यौँ। यही हो है, ह्याप्पी बर्थडे भिनाजु। केक लेखेको अझै छ समय, एकछिन यहाँ हामी चाहिँ अब यस्तो रेडी गर्छौँ। 12 बज्नुभन्दा हक्का भयो भने गइहाल्ने हो। यस्तरी बसेछौँ। हेर यिनीहरू चुप्पक लाग्यो भने चाहिँ भन्या माने होइन। टाइम भएन हाम्रो यहाँ 12 बजे छैन। कचर 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 बोले यो सुतुरी मान्छे उठेर यो चकचक गरे यतापट्टि अङ्कल कि अङ्कल। अनि म चाहिँ समाएर रेडी अवस्थामा बसेछु। केक पनि कता ल्याम्म पाराम भन्ने भयो। सुत्केको न्यु पारी कप्प मैले खाएँ भने जस्तै। अब हामीहरू चाहिँ लाग्यौँ है। एक कुकुर रहेछ यहाँ। 12 बज्यो ठिक 12 बज्यो। यहाँको लाइट बन्द गरौँ। यहाँको लाइट बन्द गरौँ। अब हामी केक लगेर 12 बज्न लागे छैन, बाजे छैन। सबैजना कस्तो उता 1 मिनट बाँकी छ। भयो चलो। ह्याप्पी बर्थडे चिनो लबन। ह्याप्पी बर्थडे खै बालेको। ह्याप्पी बर्थडे बिनाजु। ए यो नल्याउ है त किन उठ्नु न भिनाजु। ह्याप्पी बर्थडे भिनाजु। ल त्यो बन्द गर पुरा पानी पर्छ के पानी। ल भयो ल छिटो भिनाजुलाई राख्नु केक काटौँ। चुप लाग न, भिडियो बन्द ल। यहाँ हेर्नु उसको हालत। ह्याप्पी बर्थडे जन्मदिनको ल ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। हामी चाहिँ उहाँको लागि प्रार्थना गर्दैछौँ। उहाँको जीवनमा परमेश्वरले धेरै आशीष दिनुभएको होस् भनेर। जसरी बितेका दिनमा परमेश्वरले सहायता गर्नुभयो त्यसरी आउने दिनमा पनि सहायता गर्नुभएको होस् भन्दै हामी उहाँको लागि प्रार्थना गरिरहेका छौँ। आउनुहोस् हामी। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। यो चाहिँ केक सालीको तर्फबाट हो। विशेष गरी यो बर्थडे केक सालीको तर्फबाट, साली र सारू भाइको तर्फबाट उहाँलाई बर्थडे केकको गिफ्ट रातिको 12 बजे। हेर्नुहोस् गाइस, यहाँ छोराहरूले आफ्नो ड्याडीलाई हेर्नुहोस् त केक कसरी दलिराख्नु भएको छ। यो छोराहरू हेर्नुहोस् है, यो चाहिँ जेठो छोरा। अनि यता म पनि कम छैन फेरि हेर्नुहोस् न, मैले त झन् लिपपोत गरिदिएँ। हेर साली पनि, ओहो साली पनि कम छैन।
कान्छो छोरो पनि तयारीमा छ लगाउनलाई सबैजना ल ह्याप्पी बर्थडे सबैले बर्थडे विस गरेका छौँ ह्याप्पी बर्थडे ल अब हेर्नुहोस् उहाँले अब त म केक खाँदैन तिमीले मलाई यस्तो गर्यौ भन्दै हुनुहुन्छ त्यो पनि हामी पकाई उहाँलाई एकदम तौलिया ल्याएर उहाँलाई पोछपाछ गरेर रेडी बनाएका छौँ ल हेर्नुहोस् ह्याप्पी बर्थडे टु यु पम्सले उहाँको जीवनमा धेरै आशिष दिनुभएको साथी कस्तो लाग्यो हजुरलाई यो भिडियो मलाई लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला र हजुरले कस्तो लाग्यो अनि उहाँको बर्थडे विस पनि गरिदिनु होला है सबैजना मिलेर ल ह्याप्पी बर्थडे टु यु आजको भिडियो ल है साथीहरू हजुरले पुरा भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि मलाई लाइक कमेन्ट मेरो युट्युब च्यानललाई सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला हजुरले सपोर्ट गर्न चाहिँ नभुल्नु होला यसै गरी म नयाँ नयाँ भिडियोहरू हजुरको माझमा ल्याउनु छ आजलाई बाई 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 बाई